के गर्नु साथी जिन्दगी यस्तो छ आज चाहिँ गुवाको बिरुवा लिएर जाँदैछ हामीले अहिले काम गर्दाखेरि सबै झरी च्याउ यहाँ पनि छ मजाले फुलेछ मजा छ नि ज्याम्मै फुलेछ हौ भन्दा नि अब चाहिँ एकछिन साथीले फाड्दैछ झरेन जङ्गलहरू अब चाहिँ हेर्नुहोस् यहाँ पनि छ ज्याम्मै छ झरी च्याउ थुप्रो फलेछ हौ झरी च्याउहरू मजाले फुलेछ थुप्रोतिर यहाँ लस्करै छ यहीँ छ यस्तो झ्याम्मै हो यहीँ छ झरी च्याउ ओ भन्दै भने टिपेर लान्थ्यो होला त यहाँ लान्थ्यो होला त खानु चाहिँ मिठो त आम्मो ड्याम्मै छ नि हो है झरी च्याउ मजाले फुलेछ नि एक छाक त हुन्छ त मजाको झरी च्याउ क्या मजाले फुलेछ नि आम्मो यहाँ चाहिँ काम गर्दाखेरि अघि सबै यस्तो भयो यहाँ चाहिँ काम गर्दाखेरि अघि आम्मा एक बेला चाहिँ डल्लै लाग्छ त टिप्दाखेरि टिप्दा रात पर्छ हेर त कालुङ्गे बगाले च्याउ भए चाहिँ नि टिप्छ मैले मजा छ नि अर्ग्यानिक यहाँ त हुन्छ ड्याम्मै नयाँ फल लाग्न थालेछ फुल फुल्दैछ भर्खर आज चाहिँ हामीले बारीको कामहरू यहाँ साथीको बारीमा साफसफाइ गरिसक्यो बिजनहरू इन्फिलिङ गऱ्यो होइन गएको बिजनहरू मरेको थियो अब चाहिँ हामी घरतिर जाने हल्का फ्रेस हुने हो
धन्यवाद धेरै धेरै हजुरहरूले हेरिदिनु भएकोमा र लाइक कमेन्ट गरिदिनु होला नबिर्सिकन यो गाउँले केटालाई अलिकति सपोर्ट गरिदिनु होला।